हेरकेटा हो हामीले रोपेको बिरुवाहरू राम्रैसँग फुलिरहेछ है यो पालि नि मजाले रोप्नुपर्छ है त हुन्छ रोप्ने हो यसपालि रोप्ने हो हामीले क्लबमा गरेको सामाजिक कामहरू राम्रै भइरहेछ त त्यही त राम्रो त भइरहेछ केटा हो पानी पऱ्यो फास्ट रोप्दिउँ है हुन्छ हुन्छ ल खना त तिमी त्यहाँ ल खन त खनिदिने हो खन त मजाले ल ल ल अरूहरू पनि रोप भयो त अरू पनि रोप्दिउँ है रोप रोप रोपाएर दोस्त एकजना तिमीहरू पनि रोप न ल खन खन यतातिर खाना अब झाडी काट झाडी ल केटा पानी नि पऱ्यो अब फुल पनि धेरै पाएनौँ हामीले यति रोप अहिले जाम पछि आएर रोपौँ अरू ल ल ठिक छ ल माइल दिदी ए माइल दिदी तरकारी पकाउँदैछु मकली भित्र आइज न हस् माइली दिदी तपाईँको फुर्सद छ भनेदेखि मैले एउटा कुरो लिएर आएकी छु के कुरा हो भन्न चिया खान्छिस् म खान्न बरु मेरो कुरा सुन्नुहोस् भन्न त के कुरा हो अब अनुरोधको बिहे गरिदिउँ माइली दिदी एउटी सोझी राम्री पढी लेखेकी केटी मसँग छ उसको बिहे गर्नको लागि मलाई केटा खोज भनेका छन् अनुरोधको कुरा चला तँलाई मेरो छोराको अर्को केटी छ भन्ने कुरा थाहा छ कि छैन उमेरमा त जसको पनि हुन्छ के केटाको केटी केटीको केटा तपाईँको छोराले हुन्छ भने म कुरा चलाउँछु कुरा चलाएर के गर्नु मकली न त बिहे गर्ने पैसै छ न त बुहारीलाई राख्ने ठाउँै छ के कुरा गर्नुभएको माइली दिदी गाईले बाछा बाछी घाँस नभएको सुक्खा मौसममा नि पाउँछ घाँस कुरेर मौसम हेरेर पाउँछ त अब बिहे गरेपछि अनुरोधले सबै कुरा मिलाइहाल्छ नि खै तेरो कुरा पनि ठिकै हो बरु पहिला मेरो छोरालाई मना न त्यो थापा गाजीको छोरीलाई छोड्न लगाऊ ऊ राजी हुन्छ भने म बिहे गरिदिउँला त्यो छोडिदिनुहोस् मलाई म त्यो केटीलाई भनिदिन्छु अनुरोधलाई त्यो थापा काजीको छोरीले भन्दा बढी माया गरेर आफ्नो माया जालमा फसा भनेर र यो पनि भनिदिन्छु तैँले यति गर्न सकिनस् भने तेरो र अनुरोधको बिहे हुँदैन भनेर लौ म त केही भन्दिनँ आफू पनि चाँडै छोराको बिहा गरेर नाति नातिना खेलाउन पाऊँ भन्नेमा छु ल उसो भए बाँकी काम मलाई छोडिदिनु अहिले म लागेँ साँच्ची अनुरोधको एउटा फोटो भए मलाई दिनुहोस् त ल अनुरोध र त फेसबुकमा साथी छ हैन त्यही फेसबुकबाट फोटो देखाइदिन भइहाल्छ नि त नि हुन्छ म त्यसै गर्छु
अङ्कल नमस्कार। को बाबु? मैले चिन्न सकिनँ नि। म निकेश, उर्मिला दिदीले पठाउनु भयो। कसले पठाउनु भएको अरे बाबुलाई? उर्मिला दिदीले आन्टी। बस बाबु। के अरे बाबुको नाम? निकेश हो अङ्कल। ए निकेश। अनि उर्मिला दिदीले हाम्रो बारेमा के भन्नुभयो त बाबु? हजुरहरूको बारेमा कि निरुको बारेमा अङ्कल? हाम्रो बारेमा होइन बाबु, निरुको बारेमा। म निरुको बारेमा भनेर हजुरहरूलाई लज्जित बनाउन चाहन्न। मैले उसको बारेमा सबै थाहा पाएँ। ल पहिलो भेटमै मन जित्यो मेरो पनि जित्यौ। तर तिमीले निरुको मन जित्नुपर्छ। न त हामी निरुलाई तिमीसँग विवाह गर भनेर जबरजस्ती नै गर्न सक्छौँ, न त निरुलाई आकर्षित गर भनेर तिमीलाई भन्न नै सक्छौँ। जहिले निरुले तिमीसँग विवाह गर्न राजी हुन्छन्, सम्झ तिम्रो र निरुको विवाह भयो। दुई आत्माको मिलन न आन्टी। म हजुरहरूलाई परमिस गर्छु। निरुको इच्छा विपरीत मबाट कुनै कार्य हुँदैन। फेरि हजुरहरूले मेरो बारेमा बुझ्नु पनि त भयो होला नि। हामीलाई बुझ्दै हिँड्ने समय छैन, परे बुझौँला पनि। धेरै कुरा उर्मिला दिदीले हामीलाई भनि पनि सक्नुभयो। कमला फलफुल काटेर खुवाऊ त बाबुलाई। पर्दैन आन्टी, जान्छु पनि। अफिसबाट जम्मा 2 घन्टाको छुट्टी लिएर आएको। हस् त अङ्कल, हस् आन्टी, म जान्छु। तपाईँलाई कतै धेरै चोट त लागेन नि? चोटै चोट लागेको जिन्दगी यस्तो सानो चोट त केही होइन। सानो ठुलो जेसुकै होस्, चोट लागेपछि त उपचार गर्नै पर्छ नि। हिँड्नुहोस्, उपचार गर्न मेडिकल जाउँ। उपचार त गरौँला, गर्नु पनि पर्छ। तर यसरी बाटोमा सवारी साधन चलाएर हिँड्दा आँखाले पनि हेर्नुपर्छ, दिमाग पनि लगाउनु पर्छ। मक्कली दिदीले बिहेको लागि फोटो देखाएको केटा यही हो। आँखाले पनि हेरिसके, दिमागमा पनि राखिसके। ल हिँड्नुहोस् उपचार गर्न मेडिकल। बिन्दुले यस्तो गर्ले जस्तो कता कता अझै मलाई लागेको छैन। त्यो एउटा सिक्री मात्र कुरा हो कि होइन? यदि सिक्रीको कुरा हो भने म त्यो सिक्री निखनेर ल्याउँछु। अमितको हातबाट बिन्दुलाई पुर्याइदिन्छु। लौ, यो पसल त मिराको होइन? हो, तर मिराले मलाई बेचेर गइसकिन्। कहाँ गएछे? फोन पनि अफ छ। खै त्यो कुरो त मलाई थाहा भएन। चितवनतिर जाने भनेर सुनेको थिएँ। त्यो सिक्री मिराले बेचेर गई कि त्यहीँ छोडेर गई?
निखन्न कति पैसा लाग्ने हो? पहिला पो सुनको मूल्य सस्तो थियो, फेरि त्यो 3 तोलाको सिक्री हो, कतिमा राखिछे? के हो भाइ, कि तपाईँलाई पनि पारी मिराले? यसो हेर्दा तपाईँ पनि फेला पर्नु भयो जस्तो छ, मलाई त शङ्का लाग्यो। होइन होइन, यहाँ चाहिँ अलि मिठो खुवाउँथे, पसलै बेचेर हिँडी छे, त्यही सोचेको। मिराले यो टोलमा धेरैलाई पारी छे, मैले सुनेको। त्यो मामिर भन्ने मान्छेको 3 तोलाको सिक्री नै खाइदिए। अहिले इमाने भन्ने मान्छेसँग चितवन पुगेकी छ अरे। टोलमा एउटीले गला रित्तो पार्दैछ, अर्कोले पसलै रित्तो पार्दैछ। त्यो पसलमा जति पनि चिया खान आउँछन् सबैले त्यही हल्ला गर्छन्। त्यो मानवीरलाई यसै कारणले गर्दा श्रीमतीले पनि छोडिदिए। चिया एक कप बनाउनुहोस् त। साला, म अलि बाठो छु जस्तो लाग्थ्यो, भट्टीवालीले घुमाइदिए यार। के हो भाइ, तपाईँले आफूलाई आफैले लपोखाउनु भयो त कि तपाईँको आँखामा कसैले छाएर हाले? केही होइन केही होइन, कहिलेकाहीँ यसो मनमा कुरा खेल्छ के। खै चिया पाकेन, चिया खाएर जान्छु। धेरै बेर कुर्नु पर्यो होला है निरु? कति तिमी मात्रै कुर्छौ, कहिलेकाहीँ त मैले पनि कुर्नु पर्यो नि। माया प्रेममा कुर्दा कति कल्पनामा डुब्न पाइन्छ। कल्पनाको सागरले अलिकति भए पनि मनमा कता कता आनन्द बनाउँछ। अनि के भो, अया छ त? एउटी मनको धनीले स्कुटरले ठोकिदिए। स्कुटरले खुट्टा भाँचिने गरेर ठोक्ने अनि मनको धनी? के खुट्टामा स्कुटरले ठोकेर तिम्रो मन लिएर हिँडी? स्कुटरले पनि हानिदिए, उपचार पनि गराई, फेरि मलाई 5000 पैसा पनि दिए। पैसा पनि लियो? छि, तिमी मलाई ठिक लागेन। अब मैले पनि केही सोच्नु पर्नेछ। तिमी रिसाउँदा झनै राम्री देखिन्छौ र पो त यस्तो कुरा गरेको। बोल्न कराउ, के खाने बन? आज मिठो खानेकुरा खाने, गाली खाएपछि त खानेकुरा पनि मिठो खानु पर्यो नि। बर्गर खाऊ न। एक्सक्युज मी, अर्डर लिन आउनुहोस् त। हजुर के लिनुहुन्छ? 2टा भेज बर्गर गरिदिनुहोस् न है, पुल्चस। हेर है अनुरोध, तिमीले आज भोलि मसँग धेरै कुरा लुकाउन थालेको छौ। होइन के, मैले त यसो ठट्टा पो गरेको त। म चाहन्छु तिम्रो यही बानीले गर्दा भोलि हाम्रो सम्बन्ध नबिग्रोस्। भन्दैछु त निरु, जिस्केको हो के? यति सानो कुरामा यति सिरियसली नल्याउने यार। सुन्नुहोस् न,
यसको बिल कति भयो? 950 भयो। मलाई क्युआर दिनुहोस् न। आयो थ्याङ्क यू। हाम्रो कति भयो बिल दिनुहोस् त। हजुरहरूको बिल त अघि नै भइसक्यो। बस्नु म पुऱ्याइदिन्छु। पर्दैन, म आफै हिँडेर हेलो, घाइते पनि मैले बनाएको, घर पनि म पुऱ्याइदिन्छु। आउनु बस्नु। पर्दैन, म बिस्तारै जान्छु। निरुले पुऱ्याइदिन्छु भन्दा त हिँडेर आउँदैछु। निरु सिरु मलाई थाहा छैन। मेरो घाइते, मेरो उपचार, मेरो डेलिभरी। बस्नु खुरुक्क। बस्नु भनेको। भयो? तिम्रो आमा यहाँ एक्लै बस्नुहुन्छ होइन? कसरी थाहा भयो तिमीलाई? तिम्रो खुट्टाको उपचार गराउँदा आमाले फेरि गाली गर्ने भइन् भनेको थियो, अनि अरूको त नामै लिएनौ। हो है, दुखेको बेलामा थाहा नै पाइन। सानो चोट लाग्दा त आमा भनिन्छ। ल हिँड, म पनि तिम्रो कोठामा जान्छु, अनि तिम्रो आमालाई तपाईँको छोरालाई घाइते बनाउने मै हुँ भनेर भन्छु। उसै त म घाइते भएकोमा आमाले दुःख मान्नु भएको छ। बेकारमा तिमीलाई गाली गर्नुभयो भने मलाई नमज्जा लाग्छ। मज्जा त मलाई लाग्छ अनुरोध। म तिम्रो कोठामा जान्छु। गाली खाए मैले खान्छु, तिमीले खाने होइन के अरे। को पर्ने र चितार्ने होइन होला के अरे। है के भनौ तिमीलाई। ल ल हिँड। बुढेसकाल नाटिसक्यो, अब यही एउटा बाँकी छ। मलाई मेरो नाता नातिनाले हजुरआमा भनेको सुन्यो। बिहे गर्न पनि मान्दैन, खालि तिनीहरूको पछि मात्रै हिँडिरहन्छ। न कमाइ रमाइ छ, न त इलामलाई। होइन, यो अनुज बाबुले पनि आफ्नै छोरीलाई बुढी कन्या नै राख्ने भयो कि क्या हो? निरुले मेरो छोरालाई जोगी बनाउने भए। आमा किन भुतभुताउनु भएको? के भयो? अब भुतभुताको होइन, बिहे गर्के बेगर। छोड्दे के त्यो निरु सिरुलाई। आफूलाई कस्तो नाति नातिना खेलाउन मन लागिसक्यो। अनि उहाँ चाहिँ को नि? कि बेगरले रहेछ फेरि? होइन आमा, ऊ मेरो साथी हो। नमस्ते आमा, म अनिसा। मैले तिमीलाई अनुरोधसँग पहिलो पटक देख्दैछु। तपाईँको छोरासँग दुईपल्ट भेट भयो, अनि तपाईँसँग पहिलोपल्ट। मेरो बारेमा तपाईँसँग यता वरिपरि कसैले कुरा गरेको हुनुपर्छ। मलाई कसैले कुरा गरे जस्तो त लाग्दैन।
ए मक्कलीले त भन्दै थिए सायद एक केटी हुनुपर्छ। ओ पक्कै तिमी नै हो। ल थाहा पाएँ नानी। चिया खान्छौ कि अरू के? तपाईँहरूको पहिला नै चिन्जान हो र? समयले देखभेट नै नभए पनि कहिलेकाहीँ चिनाउँछ अनुरोध। तिम्रो आमाले मलाई चिन्नुभयो अनि मैले तिम्रो आमालाई। खै मैले त केही बुझिनँ। बुझ्छस् पछि बुझ्छस्। तैँले यस्तो कुरा बुझ्ने भयो त मैले धेरै पहिला नै नाची नाचिँदा खेलाउन पाइसकेँ। तिमीहरू कुरा गर्दै गर म चिया बनाएर ल्याउँछु। खोज बहादुर मेरो नाम, खोजी गर्ने मेरो काम। दाइ नमस्ते। नमस्ते भाइ। ल भन्नु के कामले बोलायो मलाई? दाइ मैले केही कुराहरू पत्ता लगाएँ। ल लगाएको अनुसारै काम गरिरहेको रहेछु। धेरै कुरा पत्ता लगाएछु। ठिक छ, अझै कामको प्रमाण पुगेको छैन। प्रमाण बटुल। हुन्छ दाइ, म निरन्तर काममा लागिरहेको छु। अनि त्यो दारी पलमान र जगल्टेलाई ठिक पार्न ग्याङ खोल्यौ त? खोले दाइ, ग्याङको सदस्यको नाम पनि राखिसकेको छु। ग्याङको नाम के राख्यौ त? अनि सदस्यहरू को छन्? ग्याङको नाम बतासे हो दाइ। सदस्यहरू लुरे, च्यासे, नसे र डल्ले हो दाइ। उसो भए तिम्रो ग्याङको नाम बतासे होइन त? हो दाइ। ग्याङको सदस्यको नाम लुरे, नसे, च्यासे, डल्ले अनि दारी पलमान र जगललाई ठिक पार्न बनाएको होइन त? हो दाइ, त्यो दारी पलमान र जगललाई ठिक पार्न बनाएको ग्याङ। हावा र हुर्रे उडाले ग्याङका सदस्यहरूलाई। ग्याङको नाम बतासे, सदस्यहरू त्यस्ता तालका। दारी पलमानले हाच्यौँ गर्दा ढल्ने त होइनन्? ढल्दैन दाइ, सुकेको जिउमा लुकेको बल हुन्छ। तिनीहरूको नाम सुन्दा त सानामा आमाले पेटभरि दुध पनि खान नदिएको हो कि जस्तो लाग्छ। तिमीहरूको ग्याङले गल्ती नै गरेछ भने पनि पुलिसले खोज्दैन तिमीहरूलाई। किन र दाइ? अनि किन खोज्छ त तिमीहरूलाई पुलिसले? चैत वर्षको हुरीले उडाएर कहाँ पुऱ्याउँछ तिमीहरूलाई? ल म लागेँ। म अब तपाईलाई छोड्दैछु।
तपाईँ आफ्नो बाटो लाग्नु, म आफ्नो बाटो लाग्छु। म अब तपाईँसँग बस्न सक्दिनँ। सानो कुरामा सधैँ झै झगडा भइरहने भयो। आजबाट तपाईँ स्वतन्त्र जीवन जिउनुहोस्, म आफ्नो स्वतन्त्र जीवन जिउँछु। यो घर पनि उसैको नाममा छ। अब के हुने हो? छोरालाई माया गर्नुहोस्। छोराको भविष्यको लागि अब त्यो घर अमितको नाममा गरिदिँदैछु। म आफै छोरालाई फोन गरौँला। हेलो अमित। हेर म त एक्लै परेको छु यार, के गरौँ भइरहेछ। मेरो मम्मी र ड्याडीको डिभोर्स भयो यार। ला हो र? मम्मीले मामा घरबाट फोन गर्नु भएको थियो। अब के गर्ने यार? ल छिटो आइज यार, मलाई एकदम गाह्रो भइसक्यो। ल म तँलाई भेट्न घरमै आउँछु, काहीँ नजा ल।